नमस्कार। आज हामी एउटा अलि फरक ठाउँतिर जाँदैछौँ। हो, आज हामी दोलखाको च्यामा गाउँको कुरा गर्दैछौँ। हामीसँग कालीप्रसाद फ्यालजीले लेख्नुभएको एउटा लेख छ, च्यामा दोलखा एउटा लुकेको स्वर्ग। शीर्षक नै कति आकर्षक हो नि। आज हामी यही स्रोतमा टेकेर च्यामाको सुन्दरता, त्यहाँको समाज अनि विकासका केही कुराहरू खोतल्ने प्रयास गरौँ है। पक्कै पनि। यो स्रोतले एउटा एकदमै रोचक तस्विर देखाउँछ। एकातिर स्वर्ग जस्तो सुन्दर ठाउँ अनि अर्कोतिर विकासका चुनौतीहरू। सुरु गरौँ न त त्यो सुन्दरताबाटै। लेखकले बिहानको वर्णन गर्नुभएको छ नि, त्यो त निकै जीवन्त छ। एकदम। त्यो प्रकृतिले आँखा खोलेको जस्तो वर्णन। सुनौलो घाम, सुन्तले आकाश, चराको चिरबिर, खोल्साको आवाज। पर्दा नै त्यहाँ पुगे जस्तो। त्यो हरियाली, घाँसे मैदान, खेतका गहराहरू अनि टाढा हिमाल हाँसेको। हो, अनि लेखकले जोड दिनुभएको कुरा त्यहाँको शुद्धता, सफा हावापानी। धुलो धुवाँ कोलाहल केही छैन। मात्रै होइन हैन, त्यहाँको मानवीय पक्ष पनि बलियो छ भनेको छ। एकदम, त्यो महत्त्वपूर्ण छ। जीवन सरल छ रे, तर सम्बन्धहरू न्यानो, माया र सद्भावले भरिएको। छिमेकीहरू नै परिवार जस्ता, पाहुनालाई गर्ने स्वागत सत्कार, त्यो खुला हाँसो। हो, यो कुरा आजकल अलि कम हुँदै गएको जस्तो लाग्छ नि शहरतिर, हैन? हो नि। अनि त्यो समुदायलाई जोड्ने कुराहरू नि, चाडपर्व, गीत नाच छ, त्यसको पनि उल्लेख छ। परम्परागत गीत, लोकनृत्यले सबैलाई एकै ठाउँमा ल्याउँछ रे, सामूहिक खुसी साट्ने माध्यम। लेखक भन्नुहुन्छ त्यो एकता र करुणाको भावना दैनिक जीवनमै भेटिन्छ। त्यो नै गाउँको आत्मा हो। कति राम्रो कुरा। तर सधैँ यस्तो सकारात्मक मात्रै त छैन होला नि। छैन, त्यही त विरोधाभास छ। लेखकले विकासको छायामा जीवन भनेर अलि मार्मिक रूपमा पनि लेख्नु भएको छ। जस्तो के कुरामा समस्या रहेछ त? मुख्य त पूर्वाधार नै हो। बाटो, गाउँसम्म पुग्ने बाटो त छ रे, तर भरपर्दो छैन। बर्खामा हिलो, हिउँमा धुलो, उस्तै। भनेपछि बाटोले नै शास्ति दिएको हो। अनि अरू सुविधा नि, बत्ती पुगेको छ भनिएको छ, तर त्यो पनि कस्तो भने अनियमित हो। अनियमित। भोल्टेजको समस्या पनि छ, भरपर्दो छैन। अनि सरकारी सेवाहरू नि के काम पर्यो भने अझ गाह्रो। सानोतिनो सिफारिस लिन पनि सदरमुकाम नै धाउनु पर्ने, हप्तौं लाग्ने। सेवा प्रवाह एकदम सुस्त रहेछ। हो, लेखकले स्थानीय प्रतिनिधिहरू भए पनि उहाँहरूको प्रभावकारिता खासै नदेखिएको जस्तो संकेत गर्नुभएको छ। यो त अलि अचम्मकै कुरा भयो। यति सुन्दर ठाउँ, यति मिलेको समाज, तर आधारभूत कुराहरूमै सङ्घर्ष। त्यही त। तर रमाइलो कुरा के छ भने यति हुँदाहुँदै पनि मान्छेहरू गाउँ छोड्न हतारिएका छैनन्। हो र? हो, यो कुराले मलाई छोयो। चुनौती छन्, तर गाउँप्रतिको माया गहिरो छ। अनि भविष्यको आशा नि, केही सपना छन् कि गाउँलेका? छन् नि। लेखकले एउटा साझा सपनाको कुरा गर्नुभएको छ। कस्तो सपना भने राम्रो 12 महिना चल्ने बाटो होस्, स्वास्थ्य चौकी वा अस्पताल होस्, अनि इन्टरनेट। हो, इन्टरनेट त आजकल अत्यावश्यक नै भइसक्यो। हो, अनि उनीहरूको अर्को आशा के छ भने बाहिरका मान्छेले च्यामाको सुन्दरता मात्र नहेरुन्। अरू के हेरुन् त? त्यहाँका मान्छेको क्षमता, गाउँको सम्भावना पनि देखुन् अनि विकासमा सघाउन् भन्ने। भनेपछि यो स्रोतले हामीलाई एउटा सन्तुलित चित्र दिन्छ। स्वर्ग जस्तो ठाउँ पनि हो, तर सङ्घर्ष पनि छ। एकदम। प्राकृतिक रूपमा सुन्दर, सामाजिक रूपमा बलियो, तर आधुनिक विकासका आधारभूत कुराहरूबाट अझै टाढे। सुन्दरताभित्र लुकेको सङ्घर्षको कथा। त्यसो भए यो सबै छलफलपछि एउटा प्रश्न मनमा आउँछ। च्यामा जस्ता ठाउँहरूको जुन मौलिकता छ नि, त्यो प्राकृतिक सुन्दरता, त्यो सांस्कृतिक पहिचान, त्यो सामाजिक सद्भाव, त्यसलाई नबिगारिकन विकास कसरी गर्ने होला? एकदमै महत्त्वपूर्ण प्रश्न हो यो। त्यो विकासको मोडल कस्तो हुनुपर्छ? के बाहिरबाट लादिएको योजना ठिक हुन्छ, कि स्थानीय आवश्यकता र सपनालाई केन्द्रमा राखेर बनाएको बाटो हो? अनि त्यो निर्णय प्रक्रियामा स्थानीय मान्छेको भूमिका के? कतै विकासले त्यो ठाउँको आत्मा नै त मार्दैन हो नि? यो सन्तुलन कसरी मिलाउने? यही सन्तुलनको खोजी नै आजको ग्रामीण विकासको सबैभन्दा ठूलो चुनौती हो जस्तो लाग्छ।
यो स्रोतले हामीलाई यस्तै कुराहरूमा सोच्न बाध्य बनाउँछ।